साथीहरू नमस्ते। सहरदेखि गाउँसम्म होस् अथवा गाउँदेखि सहरसम्म होस्, अहिले धेरै जसो बाटोमा आवतजावत गर्नको लागि अटो एकदमै धेरै प्रयोगमा आउने गरेको छ। यो समयमा अहिले छोटो समयमा हिँड्न पनि, छोटो बाटोमा हिँड्न पनि अटो नै प्रयोग गरेको धेरै नै देखिन्छ। सायद तपाईँको ठाउँतिर पनि यस्तै अटोहरू प्रयोगमा आइरहेको छ होला होइन। अहिले अटोमा पनि कमाइ पनि राम्रो छ। जुन जुन साथीहरूले अटो चालकको काम गरिराख्नु भएको छ, अटो व्यवसायमा प्रवेश गर्नुभएको छ, उहाँहरूले हालसम्म राम्रै कमाइराख्नु भएको छ। जस अहिले म पनि अटो व्यवसायमै छु। व्यवसाय भन्नाले अटो चालकमै छु। तपाईँ दृश्यमा देख्न सक्नुहुन्छ, आज म हल्का गाउँमा आएको छु। यहाँबाट जस्तै यो तपाईँहरूको ठाउँअनुसारको नाम फरक पर्न सक्छ। दृश्यमा देख्न सक्नुहुन्छ, यसलाई हाम्रोतिर कुइराल भन्छ है, कुइराल पनि भन्छ। र यो अहिले चाहिँ हामी टिप्न आएको यो खास गरी काप्रा भन्छ। यसको यो कलिला मुनाहरूलाई टिपेर चाहिँ यसको अचार खान चाहिँ एकदमै राम्रो हुने गर्दछ। यसमा मेरो अटो त्यहाँनिर देखिराख्नु भएको छ। यहाँ चाहिँ टिपिराख्नु भएको छ 2-4 जना बहिनीहरूले। अब उहाँहरूले टिपेर फेरि मुनि झर्नु भयो र घर जाने समय भयो भनेपछि चाहिँ मैले नै लगेर जानुपर्ने हो। अहिले यस्तो अवस्था आएको छ कि छोटो समयमा पनि नहिँड्ने मेहनत गर्ने यस्तो समय आइसकेको छ। छोटो समयमा र छोटो बाटोको लागि आवतजावत गर्नको लागि चाहिँ प्रयोगमा सबैभन्दा धेरै आउने बाइक हुने त बाइक भइहाल्यो है। यदि नहुने अथवा बाइक भए पनि अटोको यात्रामा चाहिँ धेरै नै मन पराउनुहुन्छ, धेरै रुचाउनुहुन्छ है। त्यसै कारणले अहिले देख्न सक्नुहुन्छ यहाँनिर टिपिराख्नु भएको छ यो काप्रालाई। यसलाई बनाएर अचार खान चाहिँ एकदमै राम्रो हुन्छ। देख्न सक्नुहुन्छ दृश्यमा रुखमा चढ्नु भएको छ, यसरी टिपिराख्नु भएको छ। अनि उहाँ मुनि झर्नुभयो भनेपछि उहाँसँग कसले टिपेको के गरेको म तपाईँलाई देखाउने पनि छु। तपाईँको ठाउँअनुसार नाम फरक पर्न सक्छ। यो काप्राको कलिलो मुना चाहिँ यदि तपाईँको गाउँठाउँतिर खानुभएको थिएन भनेपछि चाहिँ यसले अब खानामा प्रयोग गर्नुहोला है। यदि यसलाई कसरी खाने भन्ने बारेमा थाहा छैन भनेपछि मेरो युट्युब च्यानलमा गएर त्यहाँ भिडियो हेर्नुहोला। मैले यसलाई कसरी खाइन्छ, यसमा कुन कुन चिज प्रयोग गरेर खान सकिन्छ भन्ने बारेमा चाहिँ मैले भिडियो पहिले नै अपलोड गरिसकेको छु र यसको बनाउने तरिका पनि राम्रो तरिकाले सिकाएको छु। यसरी खानुभयो भने यो वनस्पति भएको हुनाले यसबाट चाहिँ कुनै न कुनै हामीले जडीबुटी पनि पाउन सक्छौँ, स्वास्थ्यको लागि फाइदा हुने चिज है। त्यसै कारणले तपाईँको ठाउँतिर पाउँछ अथवा पाउँदैन, अथवा पाइए पनि नाम फरक हुन सक्छ। यदि तपाईँको कुन ठाउँबाट हेर्दै हुनुहुन्छ यो भिडियो, कमेन्ट बक्समा कमेन्ट गर्नुहोला है। आज म यसरी जङ्गलमा आएको छु। तपाईँको ठाउँतिर अटोहरू चल्छ कि नै त्यो पनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यदि अटो चले पनि कुन कति टाढासम्म, कति किलोमिटर होइन, यसमा त अब धेरै महँगो छ। अहिले पेट्रोलको भाउ पनि बढेको छ, त्यसै कारणले भाडा पनि महँगो हुन्छ। यसले कारणले नचढ्न पनि सक्नुहुन्छ, तर भए पनि अहिले मान्छेको शरीर चाहिँ बिग्रिसकेको छ। तर भए पनि चढ्नुहुन्छ। कतिपय मान्छेहरू त धेरैजना शरीर बिग्रिसकेको छ। अब छोटो समयको लागि अहिले एकदमै धेरै नै प्रयोगमा आउने यिनी अटोहरू। अहिले त एम्बुलेन्स जस्तै काम गर्छ यो। गाउँमा टक्कै कसैले के भयो, ल कहाँ हुनुहुन्छ, के भयो भनेर फोन गरेर उहाँले चाहिँ चाँडो एम्बुलेन्स भन्दा पनि बढी छिटो सम्पर्क पनि गर्नुभएको हुन्छ। तर सायद स्पिडमा गइमा चाहिँ बराबर नै हुनसक्छ होला। तर अलिकति एम्बुलेन्समा सुटाएर त्यसमा सबै चिजको सुविधा हुन्छ होला, अक्सिजनको सबै होइन। तर यसमा चाहिँ यस्तो हुने कुरो भएन। त्यसै कारणले चाहिँ आज हामी काप्रा टिप्दैछौँ। तपाईँले कुन ठाउँबाट हेर्नुभयो कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। मैले यस्तै खालको भिडियो ल्याइराखेको हुन्छु। अटोको बारेमा होस्, भलकर होस्, भलक भिडियोहरू, हरेक ठाउँको भिडियोहरू पोस्ट गरिराखेको हुन्छु। र भिडियो कस्तो लाग्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यदि तपाईँ अटो किन्ने सोचमा हुनुहुन्छ भने पनि मैले धेरै किसिमको भिडियो अपलोड गरेको छु। मजाले त्यहाँ गएर हेरेर सिकेर तपाईँले
अटो खरिद पनि गर्न सक्नुहुन्छ र कुन ठाउँमा चलाउने हो, कुन कम्पनीको अटो किन्दा राम्रो हुन्छ भन्ने बारेमा पुरा भिडियो मैले बनाइसकेको छु। आजको भिडियो यति नै। यदि अन्य भिडियो हेर्ने भए मेरो युट्युब च्यानल भिजिट गर्नुहोला। धन्यवाद।